हेलो गाइज, आज म तपाईहरुलाई सेन्ट्रल लिमिट थ्योरम अन्तर्गतको एउटा युजफुल स्टेटमेन्ट द मीन अफ द सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन इज इक्वल टू द पपुलेसन मीन बुझाउन गइरहेको छु। सो यो स्टेटमेन्टले के भनिरहेछ भने द मीन अफ द सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन इज इक्वल टू द पपुलेसन मीन। सो यो सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन भनेको हो त्यो बुझौँ। त्यो बुझ्नलाई मानिलिनुस् हामीसँग पपुलेसन छ, त्यो पपुलेसनलाई n ले रिप्रेजेन्ट गर्छ र पपुलेसनको एलिमेन्ट्सहरू 2, 4, 6 र 8 छ है। र हामीलाई स्याम्पल साइज जसलाई स्मल n ले डिनोट गरिन्छ, स्याम्पल साइज चाहिँ हामीलाई 2 दिएको छ र यो स्याम्पल साइज 2 र पपुलेसनमा दिएको 2 नझुकिनु होला, यो फरक हुन्। पपुलेसनमा दिएको 2 भनेको चाहिँ आफै एउटा एलिमेन्ट हो पपुलेसनमा भएको र स्याम्पल साइज 2 भनेको चाहिँ 2 वटा भन्नु खोजेको। कतिवटा? 2 वटा। सो स्याम्पल साइजले के भन्नु खोजेको छ भने 2 वटा एलिमेन्ट निकाल पपुलेसनबाट भनेर। त्यो दुईटा 2 र 4 पनि हुन सक्छ, 2 र 6 पनि हुन सक्छ, 2 र 8 हुन सक्छ। सो यस्तो कतिवटा पपुलेसन कतिवटा स्याम्पल निकाल्न सक्छौं जसको स्याम्पल साइज 2 छ त्यो हेरौँ त। र त्यहाँ मैले लेखेँ यसको लागि नाम स्याम्पल्स भनेर लेखेँ। सो स्याम्पल्स कतिवटा निकाल्न सकिन्छ? एउटा 2,4 निकाल्न सकिन्छ, अर्को 2,6 निकाल्न सकिन्छ, अर्को 2,8, त्यसैगरी 4 मा 4,6, 5 मा 4,8 र 6th स्याम्पलमा 6,8। सो स्याम्पल साइज 2 भएको हामीले 6 वटा स्याम्पल्सहरू निकाल्न सक्छौं यो पपुलेसनबाट। अब यो स्याम्पल्सहरूबाट निकालिएको स्याम्पल्सहरूबाट हामीले मीन निकालौं है। सो 2 र 4 को मीन हाम्रो 3 हुन्छ, 2 र 6 को 4 हुन्छ, त्यसैगरी अर्को 5, यसको पनि 5 हुन्छ, यसको 6 र यसको 7। सो यहाँ के निकाल्यौं हामीले भन्दाखेरि यतिसम्ममा चाहिँ हामीले स्याम्पल साइज 2 भएका विभिन्न स्याम्पल्सहरू निकाल्यौं केबाट? यो पपुलेसनबाट। त्यो जति पनि स्याम्पल्सहरू आउँछन्, कतिवटा आउँछन्? 6 वटा आउँछन्। जति पनि स्याम्पल्सहरू आउँछन् सबै स्याम्पल्स निकाल्यौं र सबै स्याम्पल्सबाट हामीले के निकाल्यौं? मीन निकाल्यौं। अब यो स्याम्पलबाट निकालिएको मीनलाई यसरी डिस्ट्रिब्युसनमा देखाउनलाई नै सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन भनिन्छ। सो यति बक्स भित्र रहेकोलाई हामीले के भन्छौं? सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन। र यो के हो त हाम्रो? यो सैम्पल मीनहरु भयो। अब यो सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन को पनि मीन निकाल्यो भने चाहिँ के भन्छौं? मीन अफ द सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन। सो यसको पनि मीन निकालौं है त। सो मीन अफ सैम्पल मीन्स निकालौं। यो भनेको के हो? 3 + 4 + 5 + 5 + 6 + 7 डिवाइडेड बाइ कतिवटा छन्? 6 वटा छन्। डिवाइड बाइ 6 गरौँ। यो गर्दाखेरि 30 डिवाइड बाइ 6 आउँछ। यो भनेको 5। सो यो के भयो त? यो 5 भनेको मीन अफ द सैम्पल मीन्स। सैम्पल मीनहरुको पनि मीन चाहिँ 5 हुँदो रहेछ। अब यो 5 चाहिँ यो थ्योरम अनुसार चाहिँ इज इक्वल टू पपुलेसन मीन। सो पपुलेसन मीन एकचोटि हेरौँ त। पपुलेसन 2468 थियो, यसको पनि मीन निकाल्ने हो भने म्यू, जसलाई म्यू भनिन्छ, यो भनेको 2 + 4 + 6 + 8 डिवाइडेड बाइ कति हो? 1 2 3 4 4 भयो। यो भनेको 20 डिवाइड बाइ 4 भयो। 5 आउँदो रहेछ। सो यो 5 र यो 5 बराबर हुँदो रहेछ। सो यो 5 भनेको पपुलेसन मीन भयो र यो 5 भनेको मीन अफ द के त? मीन अफ द सैम्पलिङ डिस्ट्रिब्युसन अफ सैम्पल मीन। सो मीन सैम्पल मीन्सहरुको मीन र पपुलेसन मीन बराबर हुँदो रहेछ। मीन अफ द सैम्पल मीन्स इज इक्वल टू द पपुलेसन मीन। यसैलाई नै भनिन्छ अस युजफुल स्टेटमेन्ट कसको त? सेन्ट्रल लिमिट थ्योरम। यो थ्योरम अझै डिटेलमा पढ्न बाँकी छ।